यसो साथीहरू यहाँ चाहिँ ढुङ्गा झरेर यस्तो बिजोग भइरहेछ है। अब यो ढुङ्गा चाहिँ म तान्नु आँटेको है टोटल लगाएर। अब भिडियो त 8 बजी मात्रै आउँछ हो। यो चाहिँ अहिले बिहानखेरि 5 बजीतिर झरेको। लो साथी, हाम्रो चाहिँ यहाँनिर भिडियो ढुङ्गा यस्तो पहिरो आएर चाहिँ हो, हाम्रो यहाँनिर मेजर साहब हो बसिरहनु भएको छ। गाडीले तान्ने कोसिस गर्दैछ। हामी ढुङ्गा आएको छ, ठुल्ठुलो पहिरो यस्तो ढुङ्गा आयो। आऊ 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 एउटा अर्को सानो गाडी पनि आयो हो। आपको नहीं देखा यता काम गर्दैछ यी केटाहरू। हाम्रो अन्डर एसएनटी ग्रुप जोसमा चाहिँ हाम्रो कान्छो दाजु सुपरम्यान। साह्रो पर्छ होला तान्नु, इसको मुश्किल पड़ेगा। ये देखो अंडर एसएनटी 8877। ये अब हामी आफै क्लियर गर्ने के गर्नु। अब इधर कैसे लेके आएगा वो, उधर तो ले गया। यो गाडीले चाहिँ तानेर सिलगढी लाने रे। मेजर का गांड फट गया, सिलाना पड़ेगा। तो हाँ, फौजी बंदे सिला देगा, कोई बात नहीं। ये ताना ना कोई लगाओ ना फेरि ना वो और खींचो। यत्रो ठुल्ठुलो झरेछ ढुङ्गा चाहिँ हो साथीभाइ। यस्तो भइरहेछ। एउटा त ताने ठुलो चाहिँ यहाँ चाहिँ यो यताको गाडीले तान्नु पर्यो। यो चाहिँ यतिकोमा त हाम्रो गाडी चढिहाल्छ हो त्यो ढुङ्गा त। यो छ साँझी बिहानै ढुङ्गा झरेर बिजोग भयो है। बाटो क्लियर। आज हाम्रो ड्राइभरहरूले सबले ओभरटाइम गरेको छ हो। भोलि चाहिँ छुट्टी भन्दैछ। कुमार दाजु भयो भयो चढिहाल्छु यतिमा, म चढाइहाल्छु नि। ल एकदम बाटो क्लियर भयो। यतिकोमा चढिहाल्छ नि।